धैर्य सर्वस्व साधनम यसको मतलब पछाडि छ आज हाम्रो नेपाली न्यू इयर हो। सो नयाँ वर्षको सबैलाई शुभकामना। पेशेन्स इज द सोल्युसन टु एभ्रिथिङ। लाइफमा सबै कुरा हाम्रो समय अनुसार हुँदैन। कहिलेकाहीँ कन्टिन्यू मेहनत गर्दा पनि ढिलो रिजल्ट आउँछ। कहिलेकाहीँ सिचुएसनले साथ दिँदैन, तर यही लाइफ हो। त्यस्तो बेला हार मान्नु हुँदैन, पेशेन्स राख्नुपर्छ। धैर्य भनेको पर्खिनु मात्र होइन, लाइफ पुरै डामाडोल भएको बेलामा पनि आफूले आफूमा बिलिभ गर्नु हो। यति कुरा याद राख्नु कि कहिलेकाहीँ लाइफले ढिलो दिन्छ, तर सही समयमा सही कुरा दिन्छ। हतारले डिसिजन बिगार्छ, धैर्यले बाटो देखाउँछ। अब यही कुरालाई जिमको कन्टेक्स्टमा हेर्ने हो भने जिममा जाँदा हामीलाई छिटो रिजल्ट चाहिन्छ, छिटो मसल, छिटो फ्याट लस, छिटो ट्रान्सफर्मेसन। तर रियल कुरा के हो भने सबैको बडी एउटै टाइपको हुँदैन र बडीले आफ्नो टाइम लिन्छ। र यो प्रोसेसमा कुनै दिन इनर्जी लो हुन्छ, बडी वेट पनि सेम रहन्छ, प्रोग्रेस पनि देखिँदैन। हो त्यस्तो बेलामा छोड्न मन लाग्छ। ह्या जति मेहनत गरे पनि हुँदैन, अब छोडिदिन्छु भन्ने लाग्छ। तर यही बेला तपाईँहरूको पेशेन्स काम लाग्छ। धैर्य भनेको बस पर्खिनु होइन, धैर्य भनेको रिजल्ट नदेखिँदा पनि काम गरिरहनु हो। तपाईँहरूले आज गरेको वर्कआउट, आज खाएको क्लिन फुड, आजको डिसिप्लिन, यसको रिजल्ट आज होइन, केही हप्तापछि, केही महिनापछि, केही वर्षपछि अवश्य देखिन्छ। जिमले एउटा कुरा सिकाउँछ, स्लो प्रोग्रेस पनि प्रोग्रेस नै हो। त्यसैले हतार नगर्नु, आफ्नो काम गर्नु, कन्सिस्टेन्सी राख्नु, बाँकी समयले देखाउँछ। किनकि लास्टमा छिटो कुद्ने र हतार गर्ने मान्छेले सक्सेस पाउँदैन। जसले पेशेन्स राख्छ र कहिले पनि हार मान्दैन, त्यही मान्छेले नै ढिलो चाँडो सक्सेस हासिल गर्छ। आजको लागि यति नै, धन्यवाद। जय शम्भो।